विदेशिनु कसैलाई रहर हुँदैन होइन, बाध्यताले विदेशिनु पर्छ। तर पनि हाम्रै नेपालमा यस्तो गरेर हामीलाई गर्ने एउटा वातावरण अहिले छैन होइन, वातावरण बनिसकेको छैन, बन्दैछ त बन्नु सक्छ। तर के भन्न चाहन्छु भने उहाँ जस्तो हामी जस्तो मान्छे युवाहरू आएर इन्डियामा पनि आफ्नो रेस्टुरेन्ट गर्नु भनेको धेरै गर्वको कुरा हो भन्न चाहन्छु। यस्तो चाहिँ हाम्रो नेपालमा पनि बनिनुपर्छ। दर्शक पनि यति बेला म लुधियाना जिल्लाको मच्छीवाडा भन्ने ठाउँमा छु। आज हामी उहाँको रेस्टुरेन्टको उद्घाटनको अवसर पारेर उहाँको यो रेस्टुरेन्टमा आएका छौँ। उहाँसँग विशेष कुराकानी गर्नेछौँ र उहाँको यो रेस्टुरेन्ट खोल्नमा कतिको मेहनत लाग्यो त उहाँसँग बुझ्नेछौँ। सर नमस्कार। नमस्कार। सुरुमा हजुरको परिचय दिनुहोस् त सर। मेरो चाहिँ सुनिल हो, सुनिल काली। हजुर। घर चाहिँ मेरो सर झापा। हजुरलाई पहिला त सबैभन्दा पहिला धेरै धेरै बधाई छ, एकदमै शुभकामना छ है। नयाँ कामको सुरुवात गर्नुभएको छ, यो एकदमै भव्य रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ, तपाईँलाई विशेष धन्यवाद, शुभकामना छ। हजुरले यो रेस्टुरेन्टमा काम गर्न सुरु गरेको कहिलेदेखि भयो सर? सर मेरो चाहिँ पहिले चाहिँ अब मेरो ठेली हो मेरो चाहिँ होइन। अहिले हालसाल चाहिँ मैले लगभग अहिले भर्खरैदेखि नै मैले सुरु गरेको होइन। अब मैले अब काम त मैले सर अब मेरो त मैले लगभग 15-16 साल भइसक्यो होइन। यो यहाँ इन्डियामा आउनुभएको कति वर्ष? मेरो सर म 2010मा आएको सर। 2010मा आउनुभयो सर होइन। अहिले 2026 चलिरहँदा आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ। त्यतिखेर तपाईँ स्टार्टिङमा 2010मा भारतमा इन्डियामा आएर यहाँ सङ्घर्ष गर्दै गर्दा काम गर्दै गर्दा र अहिले आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर मालिक हुँदै गर्दाको अनुभव? सर अब दुःख भनेको त सर अब यो एउटा हामीले गर्नै पर्छ होइन। अलिकति अब जुनै कुरालाई हामीले कुनै पनि कुरालाई मेहनत नगरिकन सर अब अलिकति हामीलाई हुँदैन नि। मेहनत अब हामीले गर्नैपर्छ र हामीले अब किनकि अब यत्रो हामीले परदेशी भइसकेपछि यत्रो होइन, अब नेपालदेखि अब आएर हामीले अब विदेशमा आइसकेपछि काम त गर्नै पर्छ सर। अब के गर्ने, अब आफ्नो एउटा फ्यामिली अब आफ्नो बालबच्चाको लागि घर परिवारको लागि अब हामीले हेर्नै पर्यो सर होइन। बाँकी जब यस्तै छ सर दुःख सुख। अब मैले पनि अब यो मैले आजदेखि मैले अब धेरै अब 16 साल पछाडिदेखि मैले पनि गरेको होइन। बाँकी अब यस्तै छ सर। आजदेखि हजुरले रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भयो, ठ्याक्कै हजुरकोमा के पाउँछ सर? सर अहिले मेरो चाहिँ अब अहिले हाल चाहिँ मेरो अब यही स्न्याक्सहरू भयो, अब आइटममा भयो होइन। अब जस्तो मोमोज भयो, अब नुडल्स, स्प्रिङ रोल, चिज रोलहरू, चिज मोमोज, अब बर्गरहरू भयो, चिज बर्गर भयो होइन। अब सब कुछ त्यसमा अब बाँकी लगेर अब डोसा बेगर भयो, पिज्जा भयो होइन। अब त्यसमा सबै अब ओपनिङ गरिसकेको छ सर होइन। बाँकी अब कस्तो छ, अब के कस्तो छ होइन। अब त्यसको लागि अब आफूले गरेर होइन अब महसुस गर्ने हो होइन। अब कस्तो हुन्छ भइसक्यो, राम्रो होस्, राम्रो हुन्छ भन्ने कुरा लागिरहेको छ होइन। यसै गरी हामीसँग यहाँ समाजसेवी र व्यवसायी पनि हुनुहुन्छ, युवराजजी पनि हामीसँगै आउनुभएको छ। सर के भन्न चाहनुहुन्छ, आज उहाँले नयाँ रेस्टुरेन्ट ओपनिङ गर्नुभएको छ? विशेष गरी त हाम्रो सुनिल दालाई अत्यन्तै खुसी मनले धन्यवाद दिन चाहन्छु, धेरै बधाई दिन चाहन्छु। किनकि यस्तो यहाँ नेपालदेखि यहाँसम्म आएर अनि सङ्घर्ष गर्नुभएको छ, सङ्घर्ष गरेर धेरै लामो सङ्घर्ष गरेर आज एउटा आफ्नै रेस्टुरेन्ट खोल्न सफल हुनुभएको छ। म धेरै धन्यवाद दिन चाहन्छु, मलाई एकदम बधाई दिन चाहन्छु। किनकि यति मेहनत गरेर मेहनतको फल अहिले गर्नुभएको छ, पाउनु भएको छ। बिस्तारै अझ राम्रो होस् भन्ने फलोस् भन्न चाहन्छु होइन। त्यस्तै गरी मलाई अत्यन्तै खुसी लागेको छ, अत्यन्तै राम्रो हाम्रो दाइ मित्रता हाम्रो धेरै राम्रो छ। र म के भन्न चाहन्छु भने हाम्रो आसपास लुधियाना यताउता जहाँको पनि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी हुनुहुन्छ आएर एकचोटि सुनिल फास्ट फुड माछीवाडामा आएर तपाईँले एकचोटि टेस्ट गरेर सेवाको मौका दिनुहोस् भन्न चाहन्छु। हजुर सर, तपाईँको सङ्घर्षको निकै लामो कहानी छ सर होइन। तपाईँले हिजोका दिनमा सङ्घर्ष गर्दै गर्दा आज यो यति ठुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याउन सफल हुनुभएको छ। तपाईँ जस्तै हजारौँ लाखौँ युवाहरू देश विदेशमा हुनुहुन्छ, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ सर? सर म त जे भन्छु, जति पनि साथी हाम्रो दाजुभाइहरू विदेश जानुभएको छ नि, अब हुन त एउटा मान्छेको एउटा अर्को मजबुरीले पनि हुन्छ मान्छे होइन। म त के भन्छु भने जति सक्दो आफू मिहिनेत गर्नुहोस्। म जस्तो आफ्नो काम तपाईँहरूले गर्नुहुन्छ नि, त्यो अर्को काम अलिकति हामीलाई धेरै फरक पर्छ क्या सर। जति चाहिँ हामी थोरै पैसा कमाउँ होइन, अलिकति आफ्नो चाहिँ हामीले धेरै कमाउनु भन्ने छैन क्या। आफ्नो पैसा अलिकति थोरै पैसा कमायो भने आफ्नोको सुख आफूलाई धेरै नै राम्रो महसुस हुन्छ क्या सर। त्यस्तो यस विषयमा म के भन्न चाहन्छु भने विदेशिनु कसैलाई रहर हुँदैन होइन, बाध्यताले विदेशिनु पर्छ। तर पनि हाम्रै नेपालमा यस्तो गरेर हामीलाई गर्ने एउटा वातावरण अहिले छैन होइन, वातावरण बनिसकेको छैन, बन्दैछ त बन्नु सक्छ। तर के भन्न चाहन्छु भने उहाँ जस्तो हामी जस्तो मान्छे युवाहरू आएर इन्डियामा पनि आफ्नो रेस्टुरेन्ट गर्नु भनेको धेरै गर्वको कुरा हो भन्न चाहन्छु। यस्तो चाहिँ हाम्रो नेपालमा पनि बनिनुपर्छ र हामीलाई पनि एउटा यस्तो मौका दिनुपर्छ। नेपालमा युवाहरूले के गरेर खाने अवसर हुनु पर्यो। हजुर एकदमै पक्कै पनि उहाँलाई विशेष बधाई छ। आज उहाँले यो लुधियाना जिल्लाको यो
मच्छीवाडा भन्ने ठाउँमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ। यदि तपाईँ पनि लुधियानाको आसपासमा हुनुहुन्छ या मच्छीवाडा नजिक हुनुहुन्छ भने एकचोटि उहाँकोमा आएर भिजिट गरेर उहाँकोमा बनेका प्रकारहरूको तपाईँले टेस्ट लिन सक्नुहुन्छ। उहाँलाई सेवा गर्ने मौका अवश्य पनि दिनुहोला। हवस् त, धन्यवाद।